टाइगर दिपेन्द्र सिंह एरी एउटै वर्ल्ड कपमा 2टा हाफ सेन्चुरी हान्ने पहिलो नेपाली खेलाडी बनेका छन्। हिजो भएको खेलमा दिपेन्द्र सिंह एरीले 23 बलमा 50 रन हानेका थिए। दिपेन्द्र सिंह एरीले यो 4वटा म्याचमा चाहिँ 169 रन पनि बनाएका छन्। त्यसैगरी टी20 वर्ल्ड कपमा नेपालका सबैभन्दा बढी विकेट लिने खेलाडी सोमपाल कामी बनेका छन्। 10 विकेट लिएका छन्, सर्वाधिक नेपालको लागि। त्यसैगरी टी20 वर्ल्ड कप 2026 को सुपर 8 मा जाने टिमहरूको टुङ्गो लागेको छ। ग्रुप डी बाट साउथ अफ्रिका र न्युजिल्यान्ड, ग्रुप सी बाट वेस्ट इन्डिज र इङ्ल्यान्ड, ग्रुप बी बाट श्रीलङ्का र जिम्बाब्वे, ग्रुप ए बाट इन्डिया र पाकिस्तान। टी20 वर्ल्ड कप 2026 मा सोमपाल कामी र दिपेन्द्र सिंह एरीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले चाहिँ आफ्नो सुखद अन्त्य गरेको छ। हिजो भएको खेलमा दिपेन्द्र सिंह एरीले 23 बलमै अर्धशतक हानेका थिए। त्यसैगरी सोमपाल कामीले पनि 3 विकेट लिएका थिए र हिजोको खेलमा ओपनिङ गर्न आएका कुशल भोटेले चाहिँ 35 बलमा चाहिँ 43 रन बनाए। त्यसैगरी आसिफ शेखले पनि 27 बलमा चाहिँ 33 रन बनाए र रोहित पौडेलले 14 बलमा 16 रन। त्यसैगरी दिपेन्द्र सिंह एरीले 23 बलमा चाहिँ 50 रनको विस्फोटक पारी खेले भने गुलसन झाले पनि 17 बलमा चाहिँ 24 रनको पारी खेले। त्यसैगरी बलिङतर्फ चाहिँ सोमपाल कामीले 3 विकेट, नन्दन यादवले 2 विकेट र कुशल भुर्तेल र रोहित पौडेलले चाहिँ एक विकेट लिएका थिए भने रोहित पौडेलले इम्पोर्टेन्ट विकेट लिएका थिए जर्ज मुन्सेको। त्यसपछि सोमपाल कामीले पनि माइकल जोनको र ब्रान्डन म्याकमुलनको चाहिँ विकेट लिएका थिए। नेपालको ओपनिङमा चाहिँ राम्रो साझेदारी भए पनि स्कटल्यान्डका बलर माइकल लिस्कले चाहिँ नेपाली टिमलाई चाहिँ एकदमै परेशान गरेका थिए। उनले चाहिँ 3 ओभरमा चाहिँ 3 विकेट लिँदै जम्मा 10 रन मात्र दिएका थिए। तर दिपेन्द्र सिंह एरीले उनको लास्ट ओभरमा चाहिँ चौका छक्काको बर्सात गरेपछि नेपाली टिम चाहिँ म्याचमा चाहिँ ब्याक भयो र त्यसपछि दिपेन्द्र सिंह एरी र गुलसन झाले चाहिँ उत्कृष्ट साझेदारी गर्दै र नेपालले 7 विकेटले चाहिँ म्याच शानदार रूपमा जित हासिल गर्यो र दिपेन्द्र सिंह एरी म्यान अफ द म्याच समेत घोषित भए र उनले टोटल टुर्नामेन्टमा चाहिँ 4वटा म्याचमा 169 रन बनाए र हिजो दिपेन्द्र सिंह एरीको त्यो पारीले गर्दा नेपाल हारबाट जोगियो र एउटा सान्त्वना जितसँगै नेपाल घर फर्किएको छ।